अब देशका अन्य क्षेत्रमा पनि लागू गर्न सकिन्छ भन्ने मलाई दृढ विश्वास छ। तर एउटा मन्त्री र संस्थाको नेतृत्वको गलत नियम र निर्णयले क्षणभरमै संस्था यथालिङ्ग र भताभुङ्ग हुन सक्ने अवस्था विद्यमानै छ। यसको लागि सदैव खबरदारी गर्नु अत्यावश्यक छ। यी सफलताहरू मेरो एक्लो प्रयासले मात्र सम्भव भएका होइनन्। यो समग्र प्राधिकरण परिवारको कठिन परिश्रम, नेपाल सरकार र विभिन्न सम्बद्ध निकायहरूले साथ र सहयोग तथा समस्त नेपाली जनताको विश्वास र धैर्यताको साझा परिणाम हो। आम उपभोक्ता सर्वसाधारणले म प्रति देखाउनु भएको माया, प्रेम र विश्वास मेरा प्रेरणाका स्रोत हुन्। आगामी दिनका लागि मेरा आत्मबलका स्रोत र मार्गदर्शन हुन्। यसका लागि नेपाली जनतासँग सदैव आभारी रहनेछु। सहज र असहज सबैको समयमा कार्यकारी निर्देशकसँग काँधमा काँध मिलाउने, बस्तीमा हैसे गर्ने नेपाल विद्युत प्राधिकरणका सबै तह र तबकाका सहकर्मी, कर्मचारी साथीहरू तथा क्रियाशील ट्रेड युनियनका साथीहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। प्राधिकरणले गरेका आर्थिक उपलब्धिमा नेपाल सरकार र हाम्रा विकास सहयोगी नियोगहरूको निरन्तरको सहयोग र सद्भावले मात्र सम्भव भएको छ। विश्व बैंक, एसियाली विकास बैंक, एडीबी, जाइका, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग, युरोपेली युनियन, युरोपेली लगानी बैंक EIB, एसियन इन्फ्रास्ट्रक्चर बैंक AIIB, KFW, नर्वेजियन सहयोग नियोग, साउदी फन्ड, ओपेक फन्ड, USAID, एक्जिम बैंक इन्डिया, एक्जिम बैंक चाइना, एक्जिम बैंक कोरिया जस्ता सहयोगी निकायहरूको नेपालको ऊर्जा क्षेत्रको विकासमा अत्यन्त महत्त्वपूर्ण योगदान रहेको छ। सबै निकाय धन्यवादको पात्र हुन्। प्राधिकरणले प्राप्त गरेका उपलब्धि संस्थान विशेषको उन्नतिको मात्र विषय होइन, राष्ट्रिय आत्मविश्वास जागरणको ऊर्जा पनि हो। यस अवधिमा आवश्यक निर्देशन, समन्वय र सहजीकरण गरिदिनु हुने विभिन्न सरकारका पूर्व प्रधानमन्त्रीज्यूहरू, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीज्यूहरू, प्राधिकरणका बोर्डका सदस्यज्यूहरू, माननीय सांसदज्यूहरू, संवैधानिक निकायका प्रमुखज्यूहरू, पदाधिकारीज्यूहरू, नेपाल सरकारका कर्मचारीज्यूहरू, स्थानीय तहका पदाधिकारीज्यूहरू, सुरक्षा निकायहरू, दात्री निकायका सदस्यहरू, प्राधिकरणको हरेक क्रियाकलापमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि त्यस्तै सहयोग र मार्गदर्शन प्राप्त हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु। प्राधिकरणका नियमित काम कारबाहीको यथार्थ सूचना सम्प्रेषण गरी सहयोग पुर्याउनु हुने सञ्चारगृह तथा पत्रकार मित्रहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। मैले प्राधिकरणमा रहेर लोड सेडिङ अन्त्य गर्नेदेखि संस्थालाई नाफामा लगेर जनतालाई सुविधा दिनेसम्मका कार्यहरू इमान्दारीपूर्वक सम्पन्न गरेको छु। यी सबै कार्यहरू नतिजामुखी नेतृत्व र जवाबदेहितामा आधारित थिए। मेरो प्रतिबद्धता सधैँ जनताको सेवाप्रति समर्पित रहनेछ। राष्ट्र निर्माणमा जहाँ मेरो आवश्यकता पर्छ त्यहाँ योगदान दिन म सदैव तयार छु। राज्यले दिएको जिम्मेवारी इमान्दारी र निष्ठाका साथ पूरा गर्दा मलाई केही स्वार्थी समूहबाट मेरो मान, प्रतिष्ठा र इज्जतमाथि आघात पुग्ने गरी विगतबाटै प्रत्यक्ष अप्रत्यक्ष चौतर्फी रूपमा प्रहारका प्रयास भएका छन्। मलाई कमजोर बनाउन आगामी दिनहरूमा समेत सोही किसिमका प्रहार हुनेमा म सतर्क र सजग रहेको पनि सार्वजनिक गर्न चाहन्छु। पत्रकार मित्रहरू, मैले आफ्नो कार्यकालमा गरेका
कामहरू र अहिले तपाईँहरूले जान्न र बुझ्न चाहेका केही विषयहरू जिज्ञासाहरू यहाँहरू समक्ष राखेँ। मैले राखेर यहाँलाई धन्यवाद दिन चाहन्छु। केही विषयहरूमा यहाँहरूको जिज्ञासा छ भने हामी केही समय छलफल गर्छौँ। धन्यवाद। जस्तो तपाईँलाई सरकारले कार्यकाल सकिन 4 महिना मात्र बाँकी रहँदाखेरि जसरी निष्कासन गर्यो नि, यो प्रति तपाईँको राय के छ? यहाँबाट जाउँ। मैले अघि नै भनिसकेँ, विद्युत प्राधिकरणमा मैले विगत 8 वर्षदेखि कार्यकारी प्रमुखको जिम्मेवारी र विगत 30 वर्षसम्म प्राधिकरणमा विभिन्न तहमा जिम्मेवार भएर काम गरिरहेको अवस्था थियो र मैले आफ्नो कार्य सम्पादन प्राधिकरणभित्रको उद्देश्य प्राप्ति गर्ने हिसाबले सफलतापूर्वक सम्पन्न गरेकै अवस्थामा यो दोस्रो कार्यकालमा आएर 4 महिना मात्रै बाँकी रहँदाखेरि अपमानित हिसाबले निरुत्साहित गर्दै जुन हिसाबले बर्खास्त गरिएको छ, त्यसप्रति मेरो सरकारलाई मैले पटक पटक भनेको छु। उहाँलाई धेरै धेरै धन्यवाद छ। मैले जुन हिसाबले एउटा राष्ट्र सेवकको हिसाबले पुरस्कृत भएर एउटा ग्रेसफुल एक्जिट दिनुपर्ने अवस्थामा दण्डित गरेर बर्खास्त गर्ने जुन प्रयास भयो, त्यसप्रति म नेपाल सरकारलाई धन्यवाद दिन्छु। भनेर आरोप लगाइन्छ कि यो धेरैतिरबाट त्यो आरोप लाग्दै गर्दाखेरि के हो? तपाईँ किता क्लियर गर्दाखेरि के हो? तपाईँ माओवादी के हो? म एउटा जिम्मेवार राष्ट्र सेवक कर्मचारी। म कुनै पार्टी भित्र रहेर अथवा पार्टीको सदस्यता लिएर बसेको व्यक्ति होइन। एउटा जिम्मेवार कर्मचारी, सबै पार्टीका नेता, सबै पार्टीका प्रधानमन्त्रीसँग मैले काम गरेको छु। तपाईँको अब भावी रणनीति के हुन्छ अब अदालतले अन्तरिम आदेश दिन नमानिसकेपछि? अदालतको निर्णयलाई म सम्मान गर्छु। त्यही भएर मैले हिजोसम्म मैले पत्रकार सम्मेलन गरेको थिएन। आज यहाँहरूसँग मेरो केही विषयहरू राख्नलाई मैले पत्रकार सम्मेलन गरेको हुँ। साधारणतया विद्युत प्राधिकरणको कार्यकारी निर्देशक विदाई हुँदै गर्दाखेरि विद्युत प्राधिकरणभित्र आउने र जाने, आउनेलाई स्वागत र जानेलाई विदाई प्राधिकरणभित्रै गर्ने गरिन्छ। मैले आज यहाँ यो इन्द्रेणी ब्याङ्केटमा आएर गर्नुपर्ने बाध्यता परेको। जस्तै सरकारले तपाईँलाई निष्कासित गर्नुको 2टा प्रमुख कारणहरू भनेको छन्। एउटा चाहिँ जुन कार्यभार दिएको थियो त्यो गर्न नसकेको, बक्यौता उठाउन नसकेको, र अर्को चाहिँ मन्त्रीप्रति चाहिँ जवाफदेही हुनु भएन, मन्त्रीलाई बाइपास गरेर आफ्नो स्वामित्व जनाउन खोज्नुभयो भन्ने कुरा छ। तपाईँले मन्त्रीलाई अन्डरस्टिमेट गर्नुभएको थियो। त्यसको जवाफ मैले धेरै पटक दिइसकेको छु। म प्रति मेरा तलका कर्मचारी जवाफदेही हुन्छन्, म मन्त्री प्रधानमन्त्रीसँग जवाफदेही हुन्छु। मैले आफ्नो कर्तव्य पुरा गरेको छु। कानुनभन्दा बाहिर रहेर, कानुनभन्दा बाहिर गएर कुनै पनि निर्देशन मान्न सकिँदैन। तसर्थ मैले विद्युत प्राधिकरणको सञ्चालक समितिमा नै मैले नोट अफ डिसिसन दिएको थिएँ। एउटा विषय जुन विषय कानुनभन्दा बाहिर थियो, यो निर्णयमा मेरो फरक मत रहन्छ भनेर मैले नोट अफ डिसिसन लिएको थिएँ। त्यो अदालतमा गएर पिआइएल बन्यो र त्यहाँ त्यस सम्बन्धमा स्टे अर्डर पनि आयो। त्यसको मतलब मैले जे स्ट्यान्ड राखेको थियो त्यो सही थियो भन्ने कुरा प्रमाणित हुन्छ।
मैले कानुन विधि नियम अन्तर्गत रहेर निर्देशन मान्ने हो। त्योभन्दा बाहेक बाहिर गएर कतै कहीँको निर्देशन मान्न म बाध्य छैन। तपाईँ अब राजनीतिमा आउने सम्भावना कतिको छ? तपाईँ दीपक खड्काकै क्षेत्रमा गएर चुनाव लड्ने भन्ने पनि आइरहेको छ, सुझावहरू आइरहेको छ। प्रश्न भनिदिनुहोस् न, तपाईँ रामेछापमा अथवा रामेछापबाटै चुनाव लड्नुहुन्छ कि अथवा राजनीतिमा आउने तपाईँको केही योजना छ कि छैन? म एउटा जिम्मेवार नागरिक, अब तपाईँहरू जस्तै बाहिरको नागरिक हो, म कर्मचारी भएन। यो जिम्मेवार नागरिक भएर मैले अघि नै मेरो वक्तव्यमा पनि लेखिसकेको छु। म सदैव देशको हितको लागि, देशको समृद्धिको लागि म कुनै पनि जिम्मेवारी लिन तयार छु भनेर मैले अघि नै भनेको छु। सर, जुन दिनबाट चाहिँ मन्त्रालयमा मन्त्रीज्यू आउनुभयो त्यही दिनबाट तपाईँको टसल चुल्यो र हामीले देखिरहेका छौँ मन्त्रीज्यू आफै पनि जलविद्युतमा लगानीकर्ता हुनुहुन्छ। उहाँको रसुवा तामाकोशी समथिङ यही नामको परियोजना छ। तपाईँसँग साँचो थियो यो विवाद भनेको, कतै उहाँको तर्फबाट त्यस्तो केही लबिङ गर्न खोजिएको या त फेरि केही त्यस्तो गर्न खोजिएको र त्यो काम नभएको अर्थमा चाहिँ निष्कासित गरिएको भन्ने आशंकाहरू पनि आइरहेको छ। यसमा चाहिँ कतिको सत्य? यसको कारण के थियो भनेर मैले सुरुमा अहिले मेरो वक्तव्यमा भनिसकेको छु। प्रमुख कारण के थिए, त्यसका सहायक कारणहरू के थिए, त्यो त धेरै अब आउँछ के हुँदैछ प्राधिकरणभित्र र त्यहाँ के हुन लागेको थियो, केमा मैले रोकेँ भन्ने कुरा अब तपाईँहरूले बुझ्दै जानुपर्छ। र डेडिकेटेड र फ्रन्ट लाइनको जुन प्रतियोगिता असुल गर्नुपर्छ भनेर म सुरुदेखि लागेको हो र त्यसमा अवरोध खडा गर्ने जुन काम भयो र मुख्य जुन विवादको विषय त्यहाँबाट सुरु भयो र धेरै विषयहरू त मैले आन्तरिक रूपमा तपाईँहरूले लेखिराख्नु भएको छ, सुनिराख्नु भएको छ। अब क्रमिक रूपमा आउँदै गर्छ, तपाईँहरूले बुझ्दै जानुहुन्छ। मन्त्रीज्यूको परियोजनासँग के जोडिया छ? मन्त्रीज्यूको परियोजनासँग के जोडिया छ? व्यवसायीहरूसँग उठाउनुका लागि पटक चाहिँ बत्ती काट्नु भएको थियो, त्यसको चाहिँ के भएको छ? यो चाहिँ आम जनताले चाहिँ बुझ्न खोजिरहनु भएको छ। धेरै मान्छेको गाँको प्रयोग विषयमा कति बुझ्यो पुगेन, त्यो 22 अर्बको चाहिँ अहिले के भइरहेको छ त्यो असुल गर्नुपर्ने कुरा? मैले अघि पनि भने, मैले पटक प्रयास गरेँ, कहिले क्याबिनेटबाट कहिले नियमन आयोगबाट निरन्तर लाइन जोड्नु, बत्ती नकाट्नु भनेर निरन्तर लिखित आदेशहरू। अस्ति पनि एउटा चाहिँ मैले जुन नोट अफ डिसिसन लिएको थियो, अदालतबाट स्टे अर्डर आइसकेपछि मलाई लाइन काटेर बत्तीको महसुल उठाउन सहमति देऊ भनेर नियमन आयोगलाई लेखेको थिएँ र त्यही दिन मलाई हटाए। त्यो भएर उनीहरूले तपाईँले बुझिराख्नु भएको छ, बुझ्दै जानुहुन्छ। यो प्राधिकरणको महसुल राजस्व उठाउनलाई म जुन हिसाबले लागेँ, निरन्तर त्यसमा ठुलो दबाब सिर्जना भयो र विभिन्न निकायबाट लिखित आदेशहरू आए। अब म पनि एउटा सार्वजनिक, एउटा नागरिक, सर्वसाधारण नागरिक, तपाईँहरू मिडिया सबका साथीहरूले जुन बक्यौता छ त्यो बक्यौता उठाउनुपर्छ, पब्लिक लेभलबाट बक्यौता उठाउनुपर्छ भनेर आवाज उठाउनु। भनेपछि अब कुलमान घिसिङ विद्युत प्राधिकरणको जुन बक्यौता उठाउनु पर्नेछ, जुन अब सरकारको विद्युत प्राधिकरणको जुन कृतिहरू छ त्यसको भण्डाफोड गर्नका लागि अब रेडी हुनुहुन्छ? मैले भण्डाफोड नै गर्नै पर्दैन, आउँदैछ। धेरै कुरो त्यसो अबको निर्णयहरूमा आउँदै गर्छ, तपाईँले बुझ्दै जानु। 18 घण्टाको लोड सेडिङ यो भारतले चाहिँ सहयोग गर्नुको कारण हो, प्रतिफल हो। यसमा कुलमानलाई चाहिँ बिना कारण हिरो बनाइयो भनेर ऊर्जा मन्त्रीले भन्नुभयो नि, दीपक खड्काले। यो प्रति तपाईँको राय के छ? मैले यसैमा जोड्न चाहे, उहाँले चाहिँ संसदको रोस्टरबाट पनि भन्नुभएको छ लोड सेडिङ हटाउनमा कुलमान घिसिङको कति पनि हात छैन, भारतको हात छ भनेर भन्नुभएको छ। यो विषयमा चाहिँ धारणा के हो, अलिकति प्रश्न पार्नु। मेरो मैले अघि नै भनिसकेँ, मेरो वक्तव्यमा हेर्नुहोस् न, लोड सेडिङ अन्त्य गर्ने यो समग्र चाहिँ
प्राधिकरणको सफलतामा तपाईँ हामी आम पब्लिक सबैको हात छ, सबैको हात ललिन्। मैले गरेको एकदमै चमत्कारिक रूपमा चाहिँ यो सबै सफलता हासिल गरेको त भनेको छैन। मैले काहीँ भनेको छु, नभनेको कुरालाई किन डिफेन्ड गरेर अहिलेका कार्यकारी निर्देशकले के भन्नुभएको छ भन्दाखेरि कुलमान घिसिङले अहिले जुन यो विद्युत प्राधिकरणमा देखाएको नाफा छ त्यो फेक नाफा भनेर भन्नुभएको छ। त्यो नाफा चाहिँ फेक नाफा नै हो के हो अलिकति प्रश्न पार्नु। यो हाम्रो वित्तीय विवरणहरू हाम्रो महालेखा परीक्षकबाट नियुक्त भएका अडिटरहरू 3टा अडिटर संस्थाले देशभरिबाट 6 महिना लगाएर गरेको अडिट हो। यसमा आएको विवरण हो र विगत 8 वर्षदेखि 6 महिनामा हामीले अडिट गरेका छौँ। महालेखा परीक्षकबाट प्रमाणीकरण भएको छ। यसमा मन्त्री, सचिव, अर्थ सचिव सबैले साइन गरेर बुझाएको विवरण हो। आफैले साइन गर्ने अनि त्यो विवरण फेक छ भनेर भन्न पाउनुहुन्छ तपाईँले। प्राधिकरणको नाफा, प्राधिकरणको जुन विवरण छ त्यसमा बोर्डले स्वीकृत नगरिकन त्यो कुनै प्रमाणीकरण हुँदैन। बोर्डले स्वीकृत गरेको नाफा विवरण त्यसलाई फेक कसरी बन्न सकिन्छ? र प्राधिकरणले विगत 8 वर्षमा 35 अरब घाटालाई माइनस गरेर 47 अरब गर्नु भनेको, 47 अरब नाफामा लानु भनेको 82 अरब नाफा गर्ने भन्ने गरिन्छ। यो डेडिकेटेड ट्रम लाइनको 22 अरब जोडेर त्यस गरेको। हामीले डेडिकेटेड ट्रम लाइनको पनि बक्यौता त्यहाँ छ, तर त्यो पैसा आउने पैसा उठाउनुपर्छ भन्ने पैसा त्यो हाम्रो एक्चुअल बेसिसमा अकाउन्टिङ हुन्छ र कुनै चाहिँ बक्यौता नउठ्न पनि सक्छ भनेर प्रोभिजन पनि गरेको हुन्छ। करिब 11 अरबको हामीले प्रोभिजन गरेका छौँ। त्यो 11 अरब पनि जोड्ने हो भने त्यो नाफा अझ बढेर जान्छ, उठ्दैन भनेर प्रोभिजन पनि गरेका हुन्छ। अनि प्राधिकरणमा चाहिँ ऋण यति छ, 250 अरबको ऋण छ भनेर त्यो सबै घाटा हो, प्राधिकरणको घाटा भन्न पाइन्छ। तर कुन चाहिँ फाइनेन्सियल एक्सपर्टले त्यो उहाँले सल्लाह दिइरहनु भएको छ मलाई थाहा